जनताको स्वर प्रधानमन्त्री हुनु पर्यो। जनताको स्वर प्रधानमन्त्री हुन खुल्ला छ। त्यो 7 सालबाट सुरु भएको चाहिँ प्रजातन्त्रमा त्यो आइसकेको छ। हामीले के चाहिरहेको छ भने यो देशको सगरमाथा जस्तो सिर ठाडो हुनको लागि चाहिँ 240 वर्षभन्दा लामो इतिहास बोकेको राज संस्थाको राजा गद्दीमा राखौँ, नारीटीमा राखौँ, जनताको छोराले चाहिँ देश चलाउनुहोस्। त्यो नै हामीले खोजिरहेको हो नि त। यो अहिले आएको लोकतन्त्र खारेज गर्ने, अहिले आएको प्रजातन्त्र खारेज गर्ने, अहिले भएका चाहिँ स्वतन्त्र उपलब्धिहरू खारेज गर्ने हाम्रो उद्देश्य होइन। त्यसकारण हामीले यो निरन्तर रूपमा सडकको आन्दोलन पनि जारी छ। हामी बालेन शाहलाई के भन्न चाहन्छौँ भने गणतान्त्रिक व्यवस्थालाई नै तपाईँले निरन्तरता दिनुहुन्छ भने त तपाईँ 2/3 को प्रधानमन्त्री भएर नि के गर्ने? किनकि हिजो प्रचण्डले चाहिँ 17,000 मान्छे मारेर चाहिँ मैले ल्याएको गणतन्त्र भन्ने व्यवस्थामा तपाईँ किन गएर हाम फाल्नुहुन्छ? त्यहाँ गएर गनाउनुहुन्छ। गणतन्त्र त काण्डले गनाइसकेको छ। गणतान्त्रिक व्यवस्था भ्रष्टाचारीले गनाइसकेको छ। गणतान्त्रिक व्यवस्था पूर्ण रूपमा असफल भइसकेको छ। गणतान्त्रिक राष्ट्रपतिहरू पनि पुरै फेल भइसकेको छ। पटक पटक बनेका दलका राष्ट्रपतिहरूले नायता बेचेका छन्, देशको स्वाधीनता बेचेका छन्। अब यो संविधान हिसाबले चाहिँ चुनाव भयो। संविधान तहबाट हेर्दाखेरि चाहिँ अहिले राष्ट्रपतिको हातबाट शपथ ग्रहण गरे पनि समयपछि राष्ट्रपति सिस्टम चाहिँ 2/3 संसदले चाहिँ फाल्न मिल्छ। त्यो राष्ट्रपति व्यवस्था फाल्न पर्यो। श्रीपाद ज्ञानेन्द्र सरकारको गद्दी आरोहणको मिति तय गर्नु पर्यो। राष्ट्रपति फालेर गद्दी आरोहण तय भइसकेपछि फेरि गएर राजासँग शपथ ग्रहण गर्दा के फरक पर्यो? राजासहितको लोकतन्त्र भइहाल्छ नि। राजासहितको लोकतन्त्र, राजासहितको प्रजातन्त्र, त्यो त उत्तम चाहिँ शासन व्यवस्था हो त। हामीले के भनिरहेको छौँ? लोकतन्त्रमा राजा रहन सक्छ। जस्तै अहिलेको यो व्यवस्था तपाईँलाई म सोध्न चाहन्छु, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र। प्रजातन्त्र भनेको राजा रहेको स्वतन्त्र चाहिँ जनताहरूको शासन व्यवस्था। लोकतन्त्र भनेको पनि त्यही हो। तर गणतन्त्र भनेको चाहिँ पुरानो इतिहासलाई मेटाएर चाहिँ दलको मान्छे तानाशाह बन्ने व्यवस्थालाई गणतान्त्रिक व्यवस्था भनिन्छ। त्यो व्यवस्था त रविले पनि खोजे होइन होला, बालीले पनि खोजे होइन होला। त्यसकारणले आज यही गणतान्त्रिक व्यवस्थाको कानुन देखाएर रवि लामिछानेलाई 50वटा अदालत घुमाएर जुन दुःख दिएका कुराहरू छन्, अपराधीकरण गर्ने कोसिस गरिएको थियो, यही संविधान, यही कानुन, यही गणतन्त्र ल्याउने मतियारहरूले, उहाँलाई ख्याल होला। त्यसैले हामीले के भन्न चाहिरहेछौँ भने समग्र चाहिँ देशको सर्वमान्य संस्था राष्ट्रिय एकताको प्रतीकको रूपमा राजा राख्दा देशलाई नै नाफा हुन्छ, कसैलाई घाटा हुँदैन। सधैँभरि हामी राजा चाहिँ भनेर आन्दोलन गरेर नि मानौँ। अब बालेन शाहको सरकार आउँछ, त्यो सरकारले राम्रो काम गरेको पक्षमा त हामी हुन्छौँ, व्यवस्थाको विरुद्धमा हामी हुन्छौँ। किनकि यो व्यवस्थाले बालेन शाह जस्तो मान्छेलाई अपराधी बनाउन सक्छ। यो व्यवस्थाले रवि लामिछाने जस्तो मान्छेलाई नि फेरि चाहिँ गणतन्त्रको चाहिँ नालमा हाम फाल्ने बनाएर चाहिँ दुर्गन्धित बनाउन सक्छ। अनि जनताको चाहना ठुलो कुरा हो। संविधानभन्दा पनि ठुलो जनता हो। जनताले चाहेको कुरा कुनै पनि शासकले त्यसलाई महसुस गर्नुपर्छ। त्यो महसुस नगर्दा नेपालमा गणतन्त्रको चाहिँ व्यवस्था कसरी ढल्यो 2324 को आन्दोलनबाट हामीले त्यसलाई चाहिँ सिक्नुपर्छ। रहेको कुरा तपाईँलाई चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ रवि लामिछाने, बालेन्द्र शाह जनतामा मत माग्ने क्रममा चाहिँ अब राजा पनि ल्याउनुहोस् है भनेर जनताले दिएका सुझाव त ताजा छन्। जनताको चाहना अनुसार चल्नु नै शासकको चाहिँ चतुर्याइ हो, मात्रै टिक्नेवाला छ। जनताको चाहनालाई व्यवस्था गर्दै म त शासक भइहालेँ, मलाई कसले छुन सक्छ र भन्ने किसिमले गयो भने त 2/3 नजिकको केपी ओली सरकारको के हालत भयो केही घन्टामा, त्यो हामीले हेरेकै छौँ। जनताको शक्तिभन्दा ठुलो कुनै संविधान, कुनै कानुन, कुनै व्यवस्था हुन सक्दैन। हामीले के भन्छ, आज चाहिँ 90% को हाराहारी जनता राजा खोजिरहेछन्। राजा कसरी ल्याउने, कहाँ छ राजा, के ल्याउने, राज संस्था ल्याउनु पर्यो, नेपालको इज्जत बचाउनु पर्यो। यो विदेशमा रहेका नेपाली, नेपालभरिका नेपालीहरूले त्यही नै खोजिरहेछन्। आज हामीले गरेको कार्यक्रममा यत्रो चासो किन भइरहेछ त? आज हामीले गरेको कार्यक्रम, पटक गरेको कार्यक्रम किन यत्रो चासो भइरहेछ? आज बालेन शाह, रवि लामिछाने लगायत चाहिँ समग्र देशवासीले के हेर्नुपर्छ भने राजा चाहियो भनेर बल्खुमा भएको आन्दोलन, तिनकुनेमा भएको आन्दोलन, अनि जेठ 15 गते राप्रपाले गरेको आन्दोलन, गणतन्त्र दिवसकै दिन गणतन्त्र मुर्दाबाद भनेर गरेको कार्यक्रम, पटक राजाको पक्षमा ठुल्ठुला शक्ति प्रदर्शन भएको छ। जनता सडकमा निस्केर अहिलेसम्म त्यो जनता शान्तिपूर्ण आन्दोलनमा छन्। अब राजाको चाहिँ गत फागुन 25 गते झापाबाट काठमाडौँ आउँदा भएको स्वागत लाखौँ मान्छे निस्केका थिए। ल अस्ति भर्खर चाहिँ फागुन 1 गते भएको स्वागतमा त्यहाँ लाखौँ मान्छे निस्केका थिए भने त्यो जनमतलाई चित्त बुझाउनु परेन? त्यो जनमतलाई व्यवस्था गर्दै मेरो दल नै ठुलो हो, म प्रधानमन्त्री भएँ, अब मैले जे भने त्यो हुन्छ भन्ने किसिमले जानुहुन्न। किनकि राजासहितको प्रजातन्त्र मात्रै यो देशको माटो सुहाउँदो व्यवस्था हो। राजा राख्ने, प्रजातन्त्र कायम गर्ने, देश विकासमा अगाडि बढाउने, विदेश गएका युवाहरूलाई यही उद्योग धन्दा कल कारखाना पुनर्निर्माण गरेर चाहिँ स्वदेश फर्काउने, त्यो काममा लाग्न म बालेन्द्र शाहलाई अनुरोध गर्न चाहन्छु। उहाँको राम्रो काममा हाम्रो साथ समर्थन छ। हामीले बालेन्द्र शाहलाई चाहिँ केही वर्ष अगाडि दलले पेलेर काम गर्न नदिँदाखेरि आई एम विथ बालेन्द्र शाह भनेर हामीले चाहिँ सडकमै साई बसती नेपालले गरेको कार्यक्रमहरू अहिले पनि तपाईँको मिडियामा रेकर्डै छ। त्यसलाई हामीले के भन्न चाहन्छौँ भने चाहिँ युवाको नेतृत्व, प्रजातन्त्र, तर यो गणतन्त्रमा बसेर प्रजातन्त्र कायम हुन सक्दैन। गणतान्त्रिक व्यवस्था भनेको यो निरङ्कुश व्यवस्था हो।
गणतान्त्रिक व्यवस्थामा बसेर म लोकतन्त्र बचाउँछु, म प्रजातन्त्र बचाउँछु भन्न मिल्दैन। अनि दलको राष्ट्रपति ल अहिले बालेन्द्र शाहज्यूलाई चुनौती छ। अहिले भएको काङ्ग्रेसको राष्ट्रपति, अहिले भएको त काङ्ग्रेसको राष्ट्रपति हो नि त। अब राष्ट्रपति सिस्टम असफल, राष्ट्रपति भन्ने बित्तिकै नेपालीहरूको शिर निहुरिने पर्ने अवस्था त अस्तिको जेन्जी आन्दोलनमा चाहिँ राष्ट्रपति भएर त्यो देखाइसक्नु भएको छ उहाँले। त्यस कारणले मैले के भन्न चाहन्छु भन्दाखेरि चाहिँ अब फेरि स्वतन्त्र पार्टीको राष्ट्रपति हाल्नेमा उहाँ जानुभयो भने त्यो दलको मात्रै राष्ट्रपति हुन्छ, त्यो जनताको राष्ट्र प्रमुख हुन सक्दैन। त्यस कारणले शाहवंशीय राज संस्था श्री 5 ज्ञानेन्द्र सरकारको गद्दी आरोहणको लागि चाहिँ म बालेन्द्र शाहज्यूलाई अनुरोध गर्न चाहन्छु। अब भोलि उहाँको जुन त्यो शपथ ग्रहण छ नि हो त्यसलाई कतिपयले त भनिराख्नु भएको छ असली राजावादी बालेन्द्र शाह भन्ने। तपाईँहरूसँगै हिजो सडकमा हुमिएका राजा ल्याउँछु भनेर हुमिएका योद्धाहरूले भनिराख्नु भएको छ। अब असली राजावादी बालेन्द्र शाह जुन राजकीय शैलीमा उहाँहरूले शपथ ग्रहण गर्दै हुनुहुन्छ, अब यो देशमा राज संस्था पुनर्स्थापना पनि बालेन्द्र शाहले कतै गर्छन् कि भन्ने उहाँहरूको आकाङ्क्षा छ। अब तपाईँले कसरी हेरिराख्नु भएको छ? अनि हामी चाहिँ हाम्रो सङ्घर्षमा विश्वास गर्छौँ। हामी सडक आन्दोलनबाट राज संस्था फर्काउने हाम्रो सङ्घर्ष निरन्तर जारी छ। 21 गते हाम्रो कार्यक्रम छ, अस्ति पनि हामीले कार्यक्रम गरेका थियौँ। सडकमा जनदबाव सिर्जना गर्ने राज संस्थाको पक्षमा त्यो हाम्रो कार्यक्रम निरन्तर जारी छ। र बालेन्द्र शाहले राज संस्था ल्याउँदा राम्रो, उहाँलाई जनताको काम गर्न सजिलो हुन्छ। अब एउटा शक्ति, ठुलो जनशक्ति चाहिँ व्यवस्था विरुद्धको आन्दोलनमा सधैँभरि सडकमा आयो भने, सडक अशान्त भयो भने उहाँलाई काम गर्न गाह्रो पर्छ। त्यहाँ घुसपेट हुनसक्ला। भोलि जेन्जी आन्दोलन भन्दा नि खतरा आन्दोलनमा त्यहाँ चाहिँ त्यो भुमरीको सिर्जना हुनसक्ला। त्यस कारणले बालेन्द्र शाहज्यूलाई म के सचेत गराउन चाहन्छु भने चाहिँ राज संस्था यही मौकामा तपाईँको पार्टीले 2/3 ल्याएको छ, यो बेला चाहिँ राप्रपाको सिट मिलाएर 2/3 बनाएर राज संस्था फर्काउँदा देशमा दीर्घकालीन सुख शान्ति समृद्धि हुन्छ। अब हाम्रा केही राष्ट्रवादीहरूले अब चाहिँ बालेन्द्र शाहले राज संस्था फर्काउँदा राम्रो हुन्छ भनेर देशको विषयमा सोध्नु स्वाभाविक कुरा रह्यो। तर हाम्रो सङ्घर्ष र कर्मबाट राज संस्था फर्काउने हाम्रो बाटो त क्लियर छ, हामी त्यो छोड्दैनौँ। भनेपछि तपाईँ राज संस्था पुनर्स्थापना नहुँदासम्म तपाईँ सडक सङ्घर्षमै हुनुहुन्छ? राज संस्था पुनर्स्थापना नभएछ निरन्तर रूपमा यो जीवनमा एक थोपा रगत रहन्छ सडक सङ्घर्ष त म छोड्दिनँ नि। कति बेला त तपाईँहरूलाई त परिचालित सम्मान पनि भन्न भएका छन् नि। होइन, कसले के भन्छ भन्नेमा नजाउँ, जनताको चाहना अनुसारै हामीले गरिरहेछौँ। हामीसँग भएका चाहिँ जति पनि मान्छे हाम्रो कार्यक्रममा आउँछन् ती सबै जनतै हुन्, त्यो विदेशबाट ल्याएको जनता होइनन्। त्यो भने कसैको चाहिँ अब खेताला पनि होइनन्, कसैको सिपाही पनि होइनन्, त्यो जनतै हो। जसले राष्ट्रिय झन्डा बोकेर नेपालमा राज संस्था चाहिन्छ भनेर हामीसँग पटक चाहिँ हजारौँ कार्यक्रममा जोडिया छन्। त्यो जनता यत्रो चाहिँ 18 वर्षमा कति जनता जुट्यो होला। त्यस कारणले यो राष्ट्रिय झन्डा बोकेर राज संस्था पुनर्स्थापना गर्ने सङ्घर्षलाई खेलाची नसोचियोस्। यो आन्दोलनले पार नपाएछ, श्री 5 ज्ञानेन्द्र सरकारको तेस्रो पटक गद्दी आरोहण नभएछ हामी निरन्तर सडकमा छौँ। हामी कुनै न कुनै रूपमा आन्दोलन गरिरहेछौँ। मान्छे थोरै धेरै त्यो जनताको हातको कुरा हो। कतिखेर हजारौँ होला, कतिखेर सयौँ होला, तर पनि हाम्रो आन्दोलन रोकिँदैन। र 21 गते साई युवा शक्ति नेपालको 15औँ स्थापना दिवसको उपलक्ष्यमा हामीले माइतीघर मण्डलामा जनप्रदर्शनको आह्वान गरेका छौँ। सम्पूर्ण जनता आइदिनु होला। हामी जनता पूर्ण रूपमा नआएछ जनतालाई कुरिरहन्छौँ हामी। यो कार्यक्रम जनताको, राज संस्था चाहियो भन्ने कार्यक्रम, राजा चाहियो भन्ने कार्यक्रम जनताको साझा कार्यक्रम हो। राजा पनि सबैको साझा, राजा चाहियो भन्ने कार्यक्रम पनि सबैको साझा। म चाहिँ काङ्ग्रेस, एमाले, माओवादी लगायत चाहिँ विभिन्न पार्टीको झन्डा मुनि रहेका राष्ट्रवादी साथीहरूलाई पनि विनम्र अनुरोध गर्न चाहन्छु, तपाईँहरू जोडिनु होला। अब अहिले पनि हामीले राज संस्था पुनर्स्थापना गर्न सकेनौँ भने, राज संस्था भयो भने हाम्रो देश विश्व मानचित्रमा अझै चाहिँ बलियो देशको रूपमा स्थापित हुन्छ। राज संस्था भएन भने राष्ट्रपतिको कुन हालत हुँदो रहेछ भन्ने कुरा त भेनेजुलाको राष्ट्रपतिलाई अमेरिकाले के गर्यो त्यहाँ हेर्नुहोस् तपाईँले, इरानको राष्ट्रपतिलाई के गर्यो त्यहाँ हेर्नु पऱ्यो। त्यस कारणले संसारले शिर निरोनी शक्ति राजा त्यो नेपालमा मात्रै छ। त्यो नेपालको राज संस्थासँग अमेरिका, युरोप सबै झुक्छन्, सम्मान गर्छन्। त्यति इज्जत भएको राज संस्था पुनर्स्थापना गरौँ भन्न चाहन्छु। अब तपाईँको 21 गते जसरी तपाईँहरू फेरि सडकमा हुँदै हुनुहुन्छ, त्यो साई युवा शक्ति नेपालको 15औँ स्थापना दिवस पनि कसरी आह्वान गर्नुहुन्छ नेपाली जनताहरूलाई? नेपाली जनतालाई म विनम्रताका साथ अनुरोध गर्न चाहन्छु। अब यो राजा कहिले आउँछ, कहिले ल्याउने, कहाँबाट ल्याउने भनेर क्वेसन गरेर बस्ने होइन। सामाजिक सञ्जालमा त तपाईँको व्यापक देखिन्छ क्या, राजा आऊ देश बचाऊ, राजा आऊ देश बचाऊ स्ट्याटस लेख्ने, तर तपाईँहरू यस्तो भयो। अब हामीले चाहिँ जनतालाई आह्वान गर्न छोडेका छैनौँ।
जनताको त्यो चाहनालाई बुझेर हामीले कार्यक्रम दिनु पनि छोडेका छैनौँ। हामी आउनुहोस् जनतालाई भनिरहेका छौँ। जनता एक न एक दिन आउँछन् भन्ने पर्खाइमा हामी छौँ। जनताले अवश्य साथ दिनेछन्, राज संस्थाको महत्त्व बुझ्नेछन्। राज संस्थाको महत्त्व बुझेको नि पाइन्छ। तपाईँको चिया पसल जानुहोस्, पब्लिक प्लेस जानुहोस्, जहाँसुकै जानुहोस्, त्यहाँ चाहिँ राजा नै हुनुपर्छ भन्ने चर्चा प्रसङ्ग उठिरहेको हुन्छ। विदेशबाट चाहिँ फेसबुकतिर, टिकटकतिर, इन्स्टातिर सबैले राजै चाहियो भने राजाको फोटो हालेर पोस्ट गरिरहेको हुन्छन्। हामीले चाहिँ कार्यक्रमको फोटो एउटा राख्यौँ भने त्यो चाहिँ लाखौँले हेरेको हुन्छन्। तर म के भन्न चाहन्छु भने यो राज संस्था चाहियो भन्ने कार्यक्रम आयोजक जोसुकै हुनसक्छ। आयोजक भनेको भोलि एउटा आम मान्छे हुनसक्ला, तर राज संस्थाको महत्त्व र जुन विषय छ त्यसलाई बुझेर सबै जनताले त्यसलाई अपनत्व गरेर चाहिँ राज संस्था चाहियो भनेर जोडिन पर्यो। यो विदेशी कार्यक्रम होइन, यो नेपाल बचाउनु पर्यो। नेपालमा राज संस्था चाहियो। तपाईँ अहिले नजोडेको कहिले जोडिने? अब अहिले पनि तपाईँहरू चाहिँ राज संस्था चाहियो भन्ने कार्यक्रममा सेयर गर्ने, कमेन्ट गर्ने, पोस्ट गर्ने, तर चाहिँ झ्यालबाट तमासा हेरेर बसेर त त्यो हामीले भनेको राज संस्था चाँडै पुनर्स्थापना हुँदैन। अब मलाई धेरैले सोध्छन् राज संस्था ल्याउने भनेको छ, सधैँ सडकमा गएको छ, थोरै मान्छे छ, कहिले ल्याउने हो, यो नाटक नगरौँ भनेर कतिले क्वेसन गरिरहेको हुन्छन्। म के भन्न चाहन्छु भने मैले भन्दा बढी अरूले पनि गर्न पाइन्छ, तर राज संस्था चाहियो भन्ने कार्यक्रममा निर्णायक भूमिका त जनताकै हो। जनता चाहिँ आफ्नो स्वार्थबाट माथि उठेर, आफ्नो लोभबाट माथि उठेर राष्ट्रिय झन्डा आत्मसात गरेर राजाको फोटो शिरमा राखेर आउनुहोस् त एकचोटि। तपाईँको यत्रो जनमत को म के भन्न चाहन्छु भने 2 करोडको हाराहारीमा जनता राजाको पक्षमा छन्। त्यसको 20% मान्छे सडकमा उत्रियो भने पुगेन। तर यहाँ के छ, मान्छेहरू चाहिँ अब हामीले कार्यक्रम राख्ने बित्तिकै राजाले पैसा दिएको छ, कति पैसा आउँछ, टेन्डर हाल्न खोज्ने, हामी जुन चाहिँ देशको विषयमा कार्यक्रम गर्दैछौँ त्यसलाई नबुझ्ने। उनीहरूले के सोच्छन् भने फाइदा कहाँ छ। म जनतालाई भन्न चाहन्छु फाइदा भनेको नेपालको लागि छ। राज संस्था चाहियो भन्ने कार्यक्रम हाम्रो स्वतःस्फूर्त रूपमा जनता जोडिनुपर्छ। तपाईँहरू आउनुहोस्, तपाईँहरूको साझा कार्यक्रम हो, तपाईँहरूलाई स्वागत छ। चोक चोकबाट, टोलटोलबाट आउनुहोस्। अहिले हामीले नै गर्ने हो। अब यहाँ राज संस्था चाहने मान्छे इन्डियाले चाह्यो भने आइहाल्छ नि, काङ्ग्रेसले चाह्यो भने आइहाल्छ नि भनेर अरूको मुख ताकेर बस्ने होइन कि हाम्रो राज संस्था नेपाल बचाउन हामी ल्याउँछौँ भन्ने यो कार्यक्रममा जोडिनु हुन म अनुरोध गर्न चाहन्छु। यो कार्यक्रम कसैको स्वार्थको लागि होइन, साइबा सतीको स्वार्थको लागि पनि होइन, यो कार्यक्रम चाहिँ कुनै व्यक्तिगत स्वार्थको लागि पनि होइन। यो कार्यक्रम भनेको चाहिँ यो देश बचाउन, प्रजातन्त्र बलियो बनाउन र चाहिँ यो देशमा सुशासन र शान्ति कायम गर्न चाहिँ राजा चाहियो। ज्ञानेन्द्र सरकारको गद्दी आरोहण गर्नु पर्यो। सबैजना जोडिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। यो तेरो मेरो भनेर बस्ने बेला छैन, आउनुहोस् कार्यक्रममा जोड्नु। अब अहिलेको समसामयिक विषयमा पनि कुराकानी गरौँ। जसरी पूर्व प्रधानमन्त्री केपी शर्मा ओली अहिले झापाबाट हार बिहोर्नु पर्यो। तपाईँकै शेरबहादुर देउवाकै दाम्पत्य अहिले चुनावी मैदानमा भाग पनि लिनु भएन, उहाँले टिकट पनि पाउनु भएन। जसरी काङ्ग्रेस बदल्छौँ, देश बदल्छौँ भनेर गगन थापाले पार्टी नै आफ्नो पक्षमा लिएर सभापति बने, उहाँको पनि हरिबेजोग नै बन्यो हैन। अब यो व्यवस्था विरोधी, जसरी यो व्यवस्था मान्दैनौँ भनेर झापा 3बाट चुनाव लडेका राजेन्द्र लिङदेनको पनि पत्ता साफ नै भयो। बल्ल तल्ल 1 सिट जित्यो, प्रत्यक्षमा समानुपातिक गरेर 5 सिट भयो हैन। कुन कुनाबाट कुन कुनामा उछिटिएर प्रचण्डले चुनाव जित्यो। अब उहाँले त योभन्दा अगाडि हुङ्कार लगाइराख्नु भएको थियो, रासपा, एमाले, काङ्ग्रेस, माओवादी यो सबै जे जति पार्टी छन् तिनीहरूको अभिभावक म हो, मैले सम्हाल्छु तिनीहरूलाई भन्ने खालका पनि अभिव्यक्ति दिनुभएको थियो। कतिपयले यो टिका टिप्पणी पनि उठाउँछ नि। जसरी रासपा अहिले तोछाड मछाडको प्रवृत्तिमा चलिरहेको छ, रासपा पनि प्रचण्डसँग मिल्न जान्छ। यानि कि अबको प्रधानमन्त्री बालेन शाह पछिको प्रधानमन्त्री प्रचण्डलाई बनाउँछ रासपाले भन्ने कुरा छ नि। यसमा के छ तपाईँको धारणा? अब यो गणतन्त्रको विकल्पको रूपमा रासपा उदय भएको हो। गणतन्त्रै मान्ने हो भने प्रचण्ड मान्न पर्ने अवस्था हुन्छ रवि र बालेनले। त्यस कारणले अब चोइस रवि र बालेनको कुरा हो। यो व्यवस्था गनाएर चाहिँ दूषित भइसकेको छ। अनि प्रचण्डलाई चाहिँ राजनेता बनाएर गणतन्त्र मान्ने हो कि यो देश बचाउन श्री 5 ज्ञानेन्द्र सरकारको गति आरोहण गर्ने हो। यो चाहिँ सुझबुझका साथ निर्णय लिन पर्ने अवस्था भएको छ। विदेशीले लादेको गणतान्त्रिक व्यवस्था पटक पटक असफल भएर संसारमा हाम्रो बदनाम गराएको यो व्यवस्थालाई निरन्तरता नदिन बालेन शाह र रवि लामिछानेलाई अनुरोध गर्न चाहन्छु। किनकि यो व्यवस्था मान्नु भनेको प्रचण्डको एजेन्डामा कान्छो गणतन्त्रवादी भएर बालेन र रवि पहिले जानु हो। किनकि उनीहरूले यो व्यवस्थालाई दूषित बनाएर सिद्धाइसकेको व्यवस्था अब यसलाई बिउताएर चाहिँ रवि र बालेन त्यहाँ जानु व्यर्थ हुन्छ। र म के भन्न चाहन्छु भने
प्रजातन्त्र जनतालाई चाहिएको छ, राजा पुनर्स्थापना गरौँ र रवि र बालेनले चाहिँ एउटा इतिहास बनाउने अवसर हो यो। अब तपाईँले भन्नुभयो गणतन्त्र ल्याउने प्रचण्ड पनि थोरै सिटमा खुम्चिसकेको अवस्था छ। गणतन्त्रमा पहिला जाने काङ्ग्रेस एमाले पनि नराम्रो हार बेहोरेको अवस्था छ। यो बेला चाहिँ 2/3 नजिक सिट ल्याउने रवि र चाहिँ बालेनले चाहिँ यो गणतन्त्र बचाउनु पनि ठेक्का लिनुपर्ने हो र। त्यसैले हामीले के भनिरहेको छौँ भने यो यिनीहरूले ल्याएको राष्ट्रपतीय सिस्टम गणतन्त्र फाल्ने सुवर्ण मौका यही हो। 2/3 मत प्राप्त नजिक हुनुहुन्छ तपाईँहरू, राप्रपाको सिटलाई जोडेर गणतान्त्रिक व्यवस्थाको राष्ट्रपति सिस्टम फालौँ, धर्मनिरपेक्षता फालौँ, सङ्घीयता फालौँ र देशलाई चाहिँ राम राज्य हिसाबले अगाडि बढाउँ। ज्ञानेन्द्र सरकार नारायणीमा, बालेन्द्र शाह सिंहदरबारमा चाहिँ बसेर देश चलाउँदा चाहिँ देशले खोजेको, जनताले खोजेको सुख, शान्ति, समृद्धि र विकास प्राप्त हुने कुरा प्रश्न देखिया छ। तर गणतन्त्रमा गएर तपाईँहरू चाहिँ आल बस्नुभयो भने प्रचण्डभन्दा पनि बढी गनाउने अवस्था देखिएको छ। त्यसैले म बालेन्द्र शाहलाई मन्त्र शक्ति, अब के अरे चाहिँ जति पनि धार्मिक शक्ति, सनातनी शक्तिहरूलाई तपाईँ चाहिँ जागृत गरेर ऊर्जाशील अगाडि बढ्दै हुनुहुन्छ। अब एउटा शक्ति भनेको चाहिँ विश्वभरिको हिन्दूहरूको सम्राट श्री 5 ज्ञानेन्द्र सरकारको तेस्रो पटक गद्दी आरोहण। त्यो गद्दी आरोहणमा चाहिँ तपाईँले चाहिँ जोड्नुभयो भने विश्वमा नेपालीको चाहिँ इज्जत, सान, मान ऐतिहासिक हुनेछ भन्न चाहन्छु। अब जसरी राष्ट्रपाले तपाईँ यो व्यवस्था मान्ने कि यानि कि यो व्यवस्थालाई सुधारेर जाने, प्रचण्ड मान्ने कि या राजा मान्ने भन्ने कुराहरू तपाईँले उठाउनु भयो। राष्ट्रपाकै वरिष्ठ नेताले भन्नुभएको छ, त्यो तपाईँले पनि सुन्नुभएको छ, राजा मान्नेहरू यो पार्टीमा नआउँदा हुन्छ, अहिले निस्किँदा हुन्छ सम्म भन्न भ्याएको छ। कतिपयले गाई काटेर खान पाउनुपर्छ सम्म भन्न भएका छन्। त्यो पार्टीले राजा मान्छ त भने के? यस्तो केही पात्रहरू त्यस्तो हुन सक्छन्। पार्टीको संस्थागत निर्णय, जस्तै अहिले संसदीय दलको नेता बनाउन संस्थागत निर्णय हुँदैछ नि, पार्टीले संस्थागत निर्णय गर्ने र चाहिँ अब व्यक्तिको चाहिँ आफ्नो कुरा एक ठाउँमा छ, त्यो केही चाहिँ त्यस्ता चाहिँ तत्त्वहरू पनि छन्, ती त आफै माइनस भएर जान्छन्। अब यहाँ चाहिँ अहिले चाहिँ समग्र देशले हेरिरहेछ बालेन्द्र शाहलाई मेयर बनाउनुदेखि यहाँसम्म पुर्याउन जनताले चाहिँ बालेन्द्र शाहको पक्षमा यत्रो जनमत छ, यसले राष्ट्र संस्था मानिदियो भने, यसले हिन्दू राष्ट्र मानिदियो भने शान्तिपूर्ण हिसाबले नेपालमा व्यवस्था परिवर्तन हुन्छ, राष्ट्र संस्था आउँछ भन्ने चाहना जनताको त्यही त हो नि। अहिले पनि धेरै राष्ट्रवादी साथीहरू अब पटक पटक आन्दोलन गरेर फेरि अर्को घटना घटाउनुभन्दा त अब अहिले यत्रो 2/3 नजिकको सिट छ, शान्तिपूर्ण हिसाबले नेपालको राष्ट्र संस्था पुनर्स्थापना भयो भने सबै जनता हामी एक भएर यो देश बनाउन पाइन्छ भन्ने मान्छेको चाहना हो। त्यसैले यो शान्तिपूर्ण तरिकाले राष्ट्रपति शासन फालेर राजा ल्याउन म जनतालाई अनुरोध गर्न चाहन्छु। अब तपाईँहरू त व्यवस्था विरोधी पनि, जसरी राप्रपाका केही व्यक्तिहरूले पनि भन्नुभएको छ, नेताहरूले यो व्यवस्था मान्दैनौँ भन्ने, यो व्यवस्था फाल्न जो चुनावी मैदानमा उमिएको छ 2/3 ल्याउँछु भनेर सरकारमा गएर यो व्यवस्था नै पल्टाइदिने भन्ने, राष्ट्रपालाई भोट नदिने, सडकमा आएर राजा चाहियो भन्ने सम्मका टिका टिप्पणी उठाउनु भएको छ नि उहाँहरूले। अब यो राप्रपा यस्तो छ, राप्रपाको पनि अहिले चाहिँ जुन 5 सिट आएछ यसलाई पनि महत्त्वपूर्ण सिटको रूपमा हामीले लिनुपर्छ। र रहेको कुरा के छ भन्दा चाहिँ अब राजा मान्ने कि नमान्ने भन्ने चुनाव होइन यो। तपाईँहरूले भोट त हाल्न सक्नुहुन्थ्यो नि। राप्रपाले चाहिँ आफ्नो दलीय हैसियतमा चुनावमा भाग लियो, त्यो दलको चाहिँ एउटा चाहिँ अधिकारको कुरा रह्यो र यो संविधानलाई आलोचनात्मक समर्थन गर्दै राप्रपाले आफ्नो मत अधिकार चाहिँ जनताबाट माग्दै चुनावमा भाग लियो। तर चुनावभन्दा केही हप्ता अगाडि ज्ञानेन्द्र सरकारबाट चाहिँ यो चुनावले चाहिँ देशमा थप द्वन्द्व निम्त्याउँछ भनेर चाहिँ सरकारबाट हुकुम भयो। त्यो कुराहरूलाई आत्मसात गर्दै जनताहरू धेरै भोट हाल्न गएनन्। 53देखि 55% जनता भोट हाल्न गएनन् मतदाता मध्ये। लगभग 47% मत खस्यो, तर पनि यो सरकारले 55% भन्यो। यो कुरा कहाँ जोड्नुपर्छ भन्नु खोजे, दलले आफ्नो एजेन्डा सारेर कति सिट हासिल गर्छ, कति ल्याउँछ भन्ने कुरा त्यो दलको क्षमताको कुरा रह्यो। राष्ट्र संस्था भनेको कुनै दलमा सीमित हुँदैन, राजा भनेको कुनै व्यक्तिमा सीमित हुँदैन। राजाको मत 90% को हाराहारीमा त्यो सुरक्षित छ, राजाको पक्षको मत। त्यसैले राप्रपाले 1 सिट लिएर आयो, राजावादी पार्टीले अब राजा मत खै त भनेर क्वेसन गर्नु बेकार छ। त्यसैले राजाको मत भनेको भोट, जनता चाहिँ अब गणतन्त्र ल्याउने पार्टी, गणतन्त्र, यो धर्मनिरपेक्षता, यो सङ्घीयता केही पनि चाहिँदैन भनेर चाहिँ एमाले, कङ्ग्रेस र नेकपा बहिष्कार गरे जनताले, यिनीहरूलाई भित्तामा पुर्याए र चाहिँ एउटा परिवर्तनको लागि चाहिँ नयाँ युवा बालेन्द्र शाह प्रधानमन्त्री हुनुपर्छ भनेर चाहिँ
देशैव्यापी रूपमा लहर आयो। त्यो लहरले चाहिँ अहिले अत्याधिक मत दिएको छ युवालाई। त्यसप्रति हामी खुसी पनि छौँ। तपाईँले जसरी भन्नुभयो गणतन्त्रवादीहरूलाई पछ्याएर अहिले नयाँ युवाहरू आए पन्छ्याएर, त्यसो त तपाईँहरू राज संस्था पुनर्स्थापना हुनुपर्छ भन्ने पार्टीलाई पनि जनताले नराम्रोसँग पछाडिदिए। राजा चाहिँ सबैको साझा हो। राजाको कुनै पार्टी छैन, राजाको कुनै समूह छैन। अब हामी पनि साई युवा शक्ति किन भनिरहेको छौँ भने राज संस्था चाहिन्छ भन्ने कुरा मैले अनुभूति गरेँ, साई युवा शक्ति बनाएँ। त्यो साई युवा शक्तिबाट चाहिँ हामी राज संस्था चाहियो भनेर चाहिँ निस्वार्थ आन्दोलन गरिरहेछौँ। राजाले गर भनेर गरे पनि होइन, त्यो हामीले चाहिँ देशको आवश्यकतामा चाहिँ राज संस्था हुनुपर्छ, राज संस्था नहुँदा हामी टुहुरो हुन्छौँ, यो देशलाई सबैले हेप्छन् भन्ने उद्देश्यका साथ हामी चाहिँ निरन्तर रूपमा चाहिँ राज संस्था पुनर्स्थापना गर्नु पर्यो भन्ने पक्षमा छौँ। र अहिले तपाईँले भन्नुभएको थियो अब कुल जनसङ्ख्या नेपालको 2 करोड 3 करोडको हाराहारीमा छ। 3 करोड मतदाता सङ्ख्या अब यो अहिले समानुपातिक मतलाई हेर्ने हो भने 1 करोड 8 लाखले मतदान गरे। बाँकी रहेका जनता जो मौन छन्, चुप छन्, जो राज संस्था चाहिन्छ भनेर लेखेर बसिरहेछन्, त्यो जनमतलाई हेर्ने भने त अझै पनि लगभग चाहिँ बहुमतभन्दा बढी जनता 80% भने चाहिँ को हाराहारीको जनता राजाकै पक्षमा देखिया छ। त्यसरी हिसाब गर्ने हो भनेपछि भोट नहाल्ने सबै राजावादी, भोट नहाल्ने र चाहिँ यो देशमा चाहिँ यो चुनावले भोलि द्वन्द्व निम्त्याउन सक्ने सङ्केतहरू पनि देखा परेका कारणले चाहिँ यो चुनाव, यो जति पनि जेनजी आन्दोलन भयो, जेनजी आन्दोलन भनेको व्यवस्था विरुद्ध भएको थियो। जेनजी आन्दोलन भने भ्रष्टाचारीलाई चाहिँ कारबाही गर्नको लागि भएको थियो। जेनजी आन्दोलन भनेको नेपो बेबी विरुद्ध भएको थियो। अनि त्यो आन्दोलनको उद्देश्यभन्दा बाहिर जुन त्यो आन्दोलनले चाहिँ यो भ्रष्टाचारीहरूलाई लहटेपछि फेरि यही भ्रष्टाचारीहरूको पार्टीलाई साथ दिने, अलिकति चाहिँ तपाईँको चाहिँ बिउताउन खोज्ने किसिमको यो निर्वाचन यो राष्ट्रघाती छ भन्ने हिसाबले हामीले बहिष्कार गरे हो। र यो निर्वाचन अहिले तपाईँले देख्नु भएको छ, निर्वाचन भयो, निर्वाचन भएर भोट हालेको मध्ये चाहिँ स्वतन्त्र पार्टी अथवा चाहिँ बालेन्द्र शाहलाई हेरेर 2/3 नजिक मत दिए मान्छेले। परिवर्तन त यहीँबाट सत्ता कब्जाको मत त यो देखिया छ। 23 र 24 गते पनि जेनजी आन्दोलनको नाममा सत्ता कब्जा भएको थियो। अहिले अब निर्वाचन भयो, त्यो बिचमा चाहिँ यो पुरानो दलले ठुलो चलखेल गरे, यिनीहरू त्यही बेला जेल जान पर्थ्यो। तर अब अहिले 6 महिनापछि फेरि यिनीहरू जेल जान सक्ने सङ्केत त चाहिँ कार्की आयोगले दिएको छ। त्यसैले हामीले के भनिरहेछौँ भने सबैको सर्वमान्य सहमतिमा राम्रा मान्छेहरू पुराना पार्टीमा पनि छन्, सबैलाई मिलाएर चाहिँ पहिला दलीय राष्ट्रपति सिस्टम फालौँ, राजा राखौँ, राष्ट्रिय एकताको प्रतीक रूपमा राजा राखौँ, विश्वमा हामी नेपालीको सान मान इज्जत बढाउँ। त्यसपछि जनताको छोरो प्रधानमन्त्री हुने हो, राजा नारायणीमा बसेर चाहिँ अनुशासन कायम गर्ने, अनि जनताको छोरो सिंहदरबारमा बसेर देश चलाए भइहाल्यो भन्ने हाम्रो कुरा त हो नि। त्यसको लागि हामी लागिरहेछौँ। हाम्रो आन्दोलन निरन्तर छ र हामीले के भनिरहेछौँ भने नेपालमा राज संस्था फर्काउने 2टा बाटो हो। एउटा सडकबाट गणतान्त्रिक व्यवस्था फाल्ने, अर्को भनेको 2/3 मत लिएर आएर चाहिँ संविधान फाल्ने अथवा त्यहाँ चाहिँ राष्ट्रपति सिस्टम फालेर राजा राख्ने। अब तपाईँको एउटा बाटो त हराइसक्यो। कुन बाटो भनौँ भने तपाईँको 2/3 लिएर सदनमा गएर त्यसरी सदनबाटै राजा लिएर ल्याउने, त्यो त अब जनताले पत्याएन। त्यो त सर्लङ्गै देखियो नि। तपाईँले जनताले पत्याएन भनिरहनु भएको छ नि। जनताले नपत्याएको भए अहिले 18 वर्षसम्म साई युवा शक्ति भन्ने एउटा सामान्य अभियानले यत्रो चाहिँ वर्षौँसम्म कार्यक्रम गरेको जनताले पत्याएर गरे त हो नि। हामीले कसैलाई ब्यारिकमा राखेका छैनौँ, कसैलाई तलब खाएको छैनौँ। राज संस्थाको पक्षमा हामीले चाहिँ जनतालाई जगाइरहेछौँ, जनता जागिरहेछन्। तपाईँले सामाजिक सञ्जाल अहिले सारातिर हेर्नुहोस्, जहाँ चाहिँ राजै चाहियो भन्ने कुरा भएको छ। जनता अहिले 2/3 मत आएर पनि जनता असन्तुष्ट छन्, किनकि यो राष्ट्रपति सिस्टम फाल्न पर्यो, यो भ्रष्टाचारीलाई कारबाही गर्नु पर्यो, यही व्यवस्था यही संविधान भयो भने त कारबाही नै गर्न सक्ने अवस्था छैन। अहिले बालेन्द्र शाहले चाहिँ प्रधानमन्त्री हुन लागिरहँदाखेरि एउटा वैदिक सनातन परम्परालाई चाहिँ अलिकति अपनाउने बित्तिकै केही धर्मनिरपेक्षवादीहरू, केही गणतन्त्र ल्याउने चाहिँ विदेशी दलालहरू आत्तिएको देखिया छ नि त। नेपाल भनेको वैदिक सनातन हिन्दू अधिराज्य नेपाल हो, त्यसलाई मात्रै फलो गरे त नि बालेन्द्र शाहले। 108 गुरु राखेर 108 बौद्ध गुरु राखेर जुन चाहिँ हाम्रो चाहिँ वास्तविक नेपाल भनेको यही हो भनेर चाहिँ त्यो शङ्ख ध्वज त्यो मन्त्र उच्चारण गरेर जुन उहाँले चाहिँ प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै हुनुहुन्छ, त्यसको लागि म उहाँलाई विशेष बधाई दिन चाहन्छु। र यो चाहिँ भागेको राष्ट्रपतिको अगाडि गर्नुभन्दा श्रीपाद ज्ञानेन्द्र सरकारको अगाडि गर्दा कस्तो हुन्थ्यो होला। जनताले खोजेको त्यो मात्रै हो। आज तपाईँले चाहिँ यत्रो जेनजी आन्दोलनमा गोली खाएर युवाहरू मरिरहँदाखेरि एक शब्द नबोल्ने राष्ट्रपति, दलको राष्ट्रपति,
यो कुन चाहिँ संविधान, कुन चाहिँ नियम, कुन चाहिँ कानुनले चाहिँ आन्दोलनमा चाहिँ जनता मार्नु भनेर आदेश दिएको छ? छैन त। 23 गते त्यता युवाहरू ढले, राष्ट्रपति बोल्नु भएन। 24 गते शीतल निवासमा राष्ट्रपति लखेटिए, राष्ट्रपति कहाँ छन् थाहा छैन। त्यसपछि 1 हप्तापछि उहाँ चाहिँ निस्किनु भयो, टुप्लुक्क निस्किनु भयो, कहाँबाट बिउतेर आउनुभयो। अनि उहाँले के भन्नुभयो, त्यो मरेका युवाहरूलाई संवेदना पनि दिनु भएन उहाँले। जनताप्रतिको माया खै, उहाँलाई त्यही राष्ट्रपतिको कुर्सी, त्यही राष्ट्रपतिको पद र जुन दलबाट राष्ट्रपति बन्नु भएको छ त्यहाँ बाहेक उहाँलाई केही मायै छैन। नागरिकता बेच्ने राष्ट्रपति, युवा मोर्चा नबेल्ने राष्ट्रपति, दलको सिफारिसमा भएको राष्ट्रपति, विदेशीहरूले हेप्ने राष्ट्रपति, त हामीले यो नेपालको त्यो खोजेको होइन नि त। हामी के खोजिरहेछौँ भने दललाई कित्ताकाट गर्ने, राजाबाट पार्टी बनाउने काम भएन, राजाबाट समूह बनाउने काम भएन। ज्ञानेन्द्र सरकार यत्रो 18-20 वर्ष एउटा चाहिँ नागरिक भएर बस्दाखेरि सबैलाई एउटै दृष्टिले हेरिबक्स्यो। त्यसैले सर्वमान्य राष्ट्र प्रमुख रूपमा ज्ञानेन्द्र सरकार जतिको उपयुक्त पात्र अरू कोही हुन सक्दैन। जतिखेर पनि तपाईँले राजा मान्न पाउनुहुन्छ। जसरी भगवान्लाई तपाईँले चाहेको बेला पूजा गर्नुहुन्छ नि, नेपालको राजा भनेको जसले जतिखेर जसरी पनि मान्न पाउँछ, सबैलाई छुट्छ, राजा सबैको साझा हो। हस्, महत्त्वपूर्ण समय र संवादका लागि यहाँलाई धेरै धेरै हस्, धन्यवाद। यहाँलाई पनि धन्यवाद।